स्याङ्जाको मिर्मी बजारदेखि तल कालीगण्डकी नदी थुनेर यसरी ड्याम बनाइएको छ, जुन ड्यामबाट नेपालको सबभन्दा ठुला मध्येको एक जलविद्युत आयोजना पनि यसलाई मानिन्छ। यो कालीगण्डकी जलविद्युत आयोजना ए भनेर यसलाई नामाकरण गरिएको छ। यो एकदम मजबुत हिसाबले बनाइएको ड्याम हो। यो धेरै लामो समयदेखि यो सञ्चालनमा आइसकेको छ। यसले धेरै मात्रामा बिजुली उत्पादन भइरहेको छ। नेपाल तथा नेपाल बाहिर भारतमा पनि यहाँबाट उत्पादन भएको बिजुली निर्यात भइरहेको छ। ल हेर्नुहोस्, यसरी ड्याम कालीगण्डकी नदी थुनेर ड्याम बनाएको छ। यो ड्याम लामो ड्याम पनि हो। यो मिर्मीदेखि कुल्मी र पर्वतको सङ्गम सेतीबेनी सम्म यो ड्याम छ, लामो ड्याम छ। यो ड्याममाथि पानी जहाज, सानो पानी जहाज भनौँ, त्यो पानी जहाज पनि चलाइएको छ विगत लामो समयदेखि। त्यो पानी जहाजमा सामान ढुवानी, यात्रुहरू ओसार पसार गर्ने, त्यस्तै गरेर सामान ढुवानी गर्ने, पर्यटकहरू ओसार पसार गर्ने राम्रो प्रबन्ध मिलाइएको छ। ल हेर्नुहोस्, माथिबाट हेर्दा कस्तो रमाइलो छ ड्याम। यो खोजमा दुईतिर पहाडको खोजमा रहेको यो कालीगण्डकी नदीलाई थुनेर यसरी ड्याम बनाएर यसरी पानी जहाज सञ्चालनमा ल्याइएको छ, जसले गर्दा आन्तरिक पर्यटक र बाह्य पर्यटकको पनि राम्रो सम्भावना बोकेको क्षेत्र हो यो। ल हेर्नुहोस्, सफा पानी छ, दुईतिर ठुला ठुला पहाड छन्, बिचमा खोज छ। ल हेर, बाँदरहरू पनि रहेछन्। ल हेर, ढेडुवा बाँदर पनि यस्तरी। ल हेर्नुहोस्, ओहो हो 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 हो। ल हेर्नुहोस्, यात्रुहरू यसरी मजाले एउटा डुङ्गा उताबाट गइरहेको छ, एउटा यताबाट हिँडिरहेको छ। ल हेर्नुहोस् त, मजाले आफ्नै रफ्तारमा चलिरहेको छ। ल चराचुरुङ्गीहरू पनि मजाले उडिरहेका छन्। घना जङ्गल छ वारिपारि। खोजमा कालीगण्डकी नदी थुनेर यता बिजुली उत्पादन भइरहेको छ, उता एउटा तलाउ भएर त्यहाँबाट चाहिँ डुङ्गा सञ्चालन भएर पर्यटक आन्तरिक तथा बाहिर पर्यटक पनि आकर्षणको केन्द्र बनाइएको छ। ल हेर्नुहोस्, कस्तरी सरर गइरहेको छ। एकपटक सबैले घुम्नै पर्ने ठाउँ हो यो। सबै जति पनि यो भिडियो हेर्नुहुन्छ सबैले एकपटक यहाँ पुग्नै पर्ने ठाउँ हो। रमाइलो ठाउँ छ, एकपटक अवश्य घुम्नुहोला, यसको भ्रमण गर्नुहोला, मनोरञ्जन लिनुहोला। ल हेर्नुहोस्, घना जङ्गल छ, मजाले ठुलो पोखरी छ, ड्याम थुनेपछि ठुलो तलाउ भएको छ। तलाउमाथि पानी जहाज यसरी हेर्नु, यात्रु कसरी पर्यटकहरू मजाले फोटो भिडियो खिच्दै सरर हिँड्नु भएको छ। ल आहा, कति आनन्द। ल स्वर्गबाट टुक्रिएर आएको टुक्रा जस्तो छ। ल हेर्नुहोस्, एकदम। ल हेर्नुहोस्, ल सरर आकर्षणको केन्द्रबिन्दु छ, घुम्नै पर्ने, पर्यटकको हिसाबले घुम्नै पर्ने। ल हेर्नुहोस्, कति रमाइलो छ। ल सफा